नमस्ते नमस्कार गुड मर्निङ शुभ बिहानी शुभ प्रभात शुभ सन्ध्या भनेर भन्न चाहे हजुरको माझमा म चाहिँ उदयपुर मगर म चाहिँ उदयपुर मगर भ्लग गाउँले भ्लगबाट पहिलोचोटि भिडियो बनाउँदैछु र लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज भनेर भन्न चाहे र म चाहिँ आज यो त्रिविका भन्ने ठाउँ मोरिससको त्रिविकाबाट आज म चाहिँ पोर्ट लुइस जाँदैछु। पोर्ट लुइस चाहिँ यहाँको राजधानी हो र बिचको भिडियोहरू पनि बनाउने छु। यो मार्केटको नजिकमा बस स्टप छ। बस स्टपबाट म बसबाट चढेर चाहिँ म चाहिँ यहाँको राजधानी जाँदैछु र यहाँको नजारा यो बिहानीको समयमा चाहिँ यस्तो छ नजारा। यहाँको चाहिँ यतापट्टिको चाहिँ यो जङ्गल छ र म चाहिँ तपाईँहरूको माझमा भिडियो ल्याउँदैछु। साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला प्लिज भनेर भन्न चाहे है त। म चाहिँ यस्तो छु, खै म चाहिँ भिडियो पहिलोचोटि बनाउन लगाएको, कस्तो बनाउँछु कुनै मलाई चाहिँ भिडियो बनाउन चाहिँ आउँदैन। यहाँको चाहिँ यो यसरी जाँदैछु म चाहिँ। यो चाहिँ त्रिविकाको हो केटा हो। के छ खबर, के छ गाउँला खबर? मेरो गाउँलाहरू त सुतिरहेको छ। के छ त्रिविका बसहरू आएको आइसक्यो। हे म जाने बस चाहिँ आएछ अलि यो चाहिँ पोर्ट लुइसको नजदिकै आइपुग्यो। अब चाहिँ यहाँबाट करिब 2 मिनटमा पोर्ट लुइस, यो पनि पोर्ट लुइस नै हो तर मेन उत्रिने ठाउँ ओर्लिने ठाउँ चाहिँ आइपुगिन्छ। यहाँको राजधानीको माहौल यस्तो छ। वेलकम टु माई भ्लग, स्वागत छ मेरो च्यानलमा। यो चाहिँ खै यो पार्किङको नाम चाहिँ थाहा भएन। मोरिससमा घुम्न लायकको पार्किङ चाहिँ छ। यसो शीतल गर्मीमा आएर नेपालमा बरको जरा जस्तै छ। खै बर चाहिँ होइन होला, यो चाहिँ ठुला ठुला रुखहरू छ। मूर्तिहरू सानो सानो बालबच्चाको मूर्ति बनाएर राखेको छ। म चाहिँ कस्तो देखिन्छु थाहा भएन। म चाहिँ आएको छु कि छैन। फाइनली गाइस म चाहिँ पोर्ट लुइसमा आइपुगिसकेको छु।